अब पुरा दिमाग भएको शक्तिहरूलाई क्षणिक रूपमा उभार ल्याइदिए त्यो प्रकोप गर्न कि रामले चाहिँ यो त लङ्कामा हनुमान लगाइदिएर रावणको सत्यानाश बनाएको मुलुकको सत्यानाश बनाउने काममा उनीहरूले प्रयोग गरे त्यो क्षणिक आवेग एउटा मलाई सबभन्दा चाहिँ एउटा शङ्का अझै कतै रोमाञ्चक त हुने त हो किनभने प्रतिशोधको आगोमा जलाएर चाहिँ एउटा चाहिँ देशमा चाहिँ यिनीहरूको घर लिस्टिङ गरेर अरूले लिस्टिङ गरेर भने के हुन्छ सबभन्दा इम्पोर्टेन्ट प्रश्न के हो जसले हिजो आगो लगायो तिनीहरू पनि घर चाहिँ लिस्टिङ गरेर आगो लाउन थाल्यो भने एकले अर्कालाई चाहिँ आगो लाउने चलन सुरु भयो भने मोडमा यो कुरो गम्भीर प्रश्नहरू छ हुन त यो एउटा कुरो के भने यस्ता घटनाहरू सङ्घारमा पुगेर धेरैचोटि निमेको पनि छ तर यो संवेदनशील अवस्थामा अब हामीले यो कतै यो पार्टी सिस्टमको बारेमा पार्टीमा प्रतिस्पर्धा गर्ने भने कतै यो हामी कुनै दिन बहुदलीय प्रजातन्त्रको लागि लडाइँ लडाउँछ तर आज के भइदियो भने पार्टीहरूको चाहिँ एउटा उसमा जाँदाखेरि के देखियो भनेदेखि पार्टीले चिनेको मान्छे मात्रै नेता हो कि जनताले चिने मान्छे नहुँ त्यसले गर्दाखेरि एउटा जनताले चिनेको मान्छे नै नेतृत्वमा जान सक्ने एउटा आधारहरू तय गर्ने कुरामा हामीले नीतिगत प्रश्नहरू यहाँनिर बुझ्न सकेनौँ यो पनि हाम्रो क्षणिक एउटा समयको छालले सबैले पाउनु त्यो छालमा हामी प्रश्नहरू महत्त्वपूर्ण प्रश्नहरू लगाइरहेको त्यसैले गर्दाखेरि अहिले यो जे जति चाहिँ यो पर्दामा जुन घटना देखिएको छ यसलाई कम्तीमा नि यो चाहिँ मलाई लागेको मेरो काम थियो तर घटना विकास भयो भने चुनाव होइन लासै बढी बढेर गएको र यो पिरो पानी माछा मारेको तत्त्वहरू देशी विदेशी सारा शक्तिहरू देखा परेको अवस्थामा सबैले एउटा कुनै मनस्थिति बनाउनु पर्ने फन्डा बनाएर चाहिँ त्यसबाट चाहिँ जबैदेखि बनाउनु पर्ने आधारहरू चाहिँ म देख्दैछु त्यसैले गर्दाखेरि त्यो हुने कहाँ हुने कुरो भन्दा नि अब यो बिग्रिन नदिने कुरो र अलिक त्यसलाई सपाट्ने कार्यक्रम सोच्न सकिएन भने मलाई लाग्छ कि अब सुझावकै रूपमा कि यस्ता कुराहरूमा त फेड आउँछ तर फेड आउँदा पनि हामी सबैजना एक्लो नभए नि त होला राजनीतिक विचार नमिल्दा देशको बारेमा सोच मिल्ने एक खालको चाहिँ एकाकार गरेर जान सक्यो भने पालै पालो चाहिँ अरूले चाहिँ मौका पार्ने चान्सहरू भन्नुभएको पालैसम्म फेरिदिन सक्छ होइन उनीहरूको चाहिँ एउटा कुरो के भने त्यसैले गर्दाखेरि यो चाहिँ एक खालको त्यो सोच भएको मान्छेहरू देश जोगिनुपर्छ नागरिकहरूको हित हुनुपर्छ यिनीहरूको एकाकार वातावरण प्रयोग गरेर जान सकिन्छ भने एक्लै जित्छु भने मनस्थिति बनायो भने अहिले भयो के एक्लै जित्छु भने सक्दैन हो अरू हट भन्ने तरिकाले हुन्छ त्यसैले गर्दा नेपालीले जित्नुपर्छ र नेपालमा राम्रो हुनुपर्छ भने सोच विकासलाई अलिक अगाडि बढाउने खालको सोचलाई दिनु पर्ने अहिले पनि स्थिति मेरो त्यसैले गर्दा मेरो मान्छेको यही नै किनभने म धेरै प्रश्न सोध्नु है अहिले यस्तो जुन कालीलालको अवस्था पिक्चर जुन नजिकको पिक्चर जुन देखिएको छ त्यसलाई निराकरण गर्ने सोच बनाउन सक्छ